ल हेर फ्रीमै हेडफोन पाए जसरी मक्ख चाहिँ को पर्छ यसरी खनखनी पैसा गनेर ल्याएको हेडफोन पुरा एड गर्दै पो बसिराख्नु भएको छ। भिडियो भन्नुहुन्छ नि 5 मिनट लामो खिची माग्नु भएको थियो अनि मैले चाहिँ काटकुट गरेर अलिकति भए पनि मन राख्नको लागि राखिदिएको। अनि अल्टिमाको हेडफोन किनेर मक्ख परेर यहाँ लाएर नि चाँच्दै पुरा एड गर्दै हुनुहुन्छ क्या। ल अल्टिमालाई चाहिँ एड गर्नको लागि मान्छे चाहेछ भने चाहिँ यहाँ हुनुहुन्छ है पर्फेक्ट वान। छोरीहरूको फेरि बेग्लै ताल छ। अब यो हाँसेको कि रुको भन्नु, कोही यता बट्टाबट निकाल्दैछन्। खुसीले दिएको कि रिसाएर दिएको ठुस्स परेर दिइरहेछ। बाबा फेरि गर्दै हुनुहुन्छ। छोरीले जिस्काएर हैरान 3चोटि झुक्काएपछि फाइनली बल्ल बल्ल खान दिन्छन्। हाम्रोमा चाहिँ यस्तै हुन्छ क्या, जिस्किने जिस्काउने रुने हाँस्ने छिनछिनमा चलिरहेको छ। यहाँ हेर न बाबाले जिस्काएको। अब उनीहरू चल्दैछन्, चल्दा चल्दै अब हेर्नु के गर्छन् उनीहरू, नाच्न सुरु भयो क्या। अब कुर्सीलाई त एक लात दिएर उडाइदिन्छन् नि, यस्तो त छन्। अनि के भनेर दुईजना आफ्नै आफ्नै तालमा नाच्दैछन् क्या। त्यो डान्स सिकेको नि होइन, केही पनि होइन। बाबाले ऱ्यान्डमली कुन चाहिँ गीत बजाइदिनु भयो, उनीहरू आफ्नै तालमा नाच्न थाले। अनि एकछिन नाच्दा नाच्दा उहाँ हेर्नु न कुन गीत होला गेस गर्नु ल, कुन गीतमा नाचेको होला उनीहरूले। उसलाई लात्तीले लाग्यो तर इग्नोर गरी, नत्र भने झगडा नि पर्न सक्थ्यो है यो सिचुएसनमा। उनीहरू नाच्न थालेपछि चाहिँ हामी अगाडि बसेर हेरिदिनुपर्छ क्या। फेरि कसैले हेरेन भने चाहिँ उनीहरू एक्लै नाच्दै नाच्दैनन् क्या। त्यही भएर हामी बसेर हेरिरहेछौँ। अनि बाबा र म चाहिँ यतापट्टि बसेर हेरिरहेछौँ। पुरा उता चण्डे नाचे जस्तै नाचिरहेछ। अनि अब खाना पकाउन ढिलो भइसक्यो मलाई। उनीहरूले पनि होमवर्क गरेको छैन र पनि उहाँ नाच्नलाई पुगेको छैन कि। अब त भएन छोडिदेऊ, होमवर्क गर भनेको टेर्दैनन्। अनि म चाहिँ छोडेर खाना पकाउनतिर लागेँ। खाना पकाएर बच्चाहरूलाई होमवर्क पनि त सिकाउनु पर्यो नि। अनि नानीहरूले चाहिँ मामु आज त इजी होमवर्क छ, एक दुईवटा चाहिँ हामी कन्फ्युज भयो भने हजुरले सिकाइदिनु ल भनेर अर्कोतिर बसेर होमवर्क गर्न थालेँ। म पनि यता हतार हतार खाना बनाउँदैछु। उनीहरूलाई अब टाइममै खाना दिएर टाइममै सुताउनु पर्यो। पकाउँदै बिचबिचमा उनीहरूले नबुझेको कुराहरू सिकाइदिँदै पनि छु। अनि यसो अलिअलि भए पनि भिडियो पनि खिच्न त पर्यो नि त, फेरि चाहियो हाल्नलाई है। तर कस्तो नराम्रो हल्लिएको आएको छ, त्यही पनि हजुरहरूले मन पराएर हेरिदिइराख्नु भएको छ। सपोर्ट गरेर यसरी नै हेरिदिनु होला, कमेन्ट गरिदिनु होला, कस्तो लाग्दैछ भनेर फिडब्याक दिँदै गर्नु होला है। म चाहिँ यस्तै जे पाएँ त्यही भए पनि पोस्ट गर्दै गर्छु। बिस्तारै बिस्तारै सिकेर राम्रो भिडियो पनि बनाउन आउला नि त मलाई पनि, होइन त। पकाइसकेर अर्को रुममा आउँदा त फेरि नानीहरूको त अर्कै गेम पो सुरु भइसकेछ। अहिले चाहिँ म्युजिक सुन्ने रे उसले चाहिँ। अनि उसले डान्स गरेर देखाउने रे। अनि साइनाले चाहिँ त्यहाँ उसले कस्तो डान्स गर्छ त्यो हेरेर चाहिँ गीत चाहिँ गेस गर्नुपर्ने अरे। अनि उसले चाहिँ त्यहाँ हेडफोन लाएर पुरा